म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई इमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूबाट प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। भर्खरै मात्र प्रधानमन्त्रीका रूपमा रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले शपथ लिनुभएको छ। उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा 76(1) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्धताका साथ निष्ठासहित प्रतिज्ञा गर्दै उहाँले ईश्वर, देश र जनताको नाममा शपथ लिनुभएको हो। यति बेलाको यो दृश्य निकै महत्त्वपूर्ण छ, जहाँ नागरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्की 6 महिनाको कार्य अवधि सकेर बाहिर हुनुहुन्छ र अबको सरकारको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहको हातमा आएको छ। उहाँले यति बेला प्रधान न्यायाधीश, उपराष्ट्रपति लगायतसँग पनि बधाई स्वीकार गर्दै हुनुहुन्छ। यो समय निश्चय नै निकै महत्त्वपूर्ण रहेको छ। प्रचलित कानुनको पालन समयभन्दा फरक देखियो। प्रधानमन्त्रीले शपथ लिँदै गर्दा फरक शैलीका साथमा आज उहाँले शपथ लिनुभएको छ। स्वस्ति, शान्ति, शङ्खनाद, अष्टमङ्गल पाठ लगायत गरी यति बेला हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका जो वरिष्ठ नेता हुनुहुन्छ, मुख्य गरेर अबको प्रधानमन्त्री, नवनियुक्त प्रधानमन्त्रीका अर्धाङ्गिनीलाई देखिरहेका छौँ, सबिना काफ्ले, र उहाँको सुपुत्रीलाई पनि सँगै डोहोर्याउँदै उहाँले मञ्चतिर लिएर जाँदै हुनुहुन्छ। बालेन्द्र शाह, जसको पृष्ठभूमि सङ्गीतप्रति थियो, इन्जिनियरिङको क्षेत्रमा हुनुहुन्थ्यो, स्थानीय सरकारमा उहाँ महानगरपालिकाका मेयर हुनुहुन्थ्यो र यति बेला भने उहाँले देशको महत्त्वपूर्ण ओहदा सम्हाल्नु भएको छ, सरकारको नेतृत्व गर्नुभएको छ। यो दृश्य हामी शीतल निवासबाट प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। कान्तिपुर टेलिभिजनमा यहाँहरूले हेरिरहनु भएको छ, जहाँ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना र बधाई दिनेको ओइरो लाग्दैछ। उहाँको सुपुत्रीलाई हामीले देखिरहेका छौँ।
उहाँको श्रीमतीलाई पनि हामी देखिरहेका छौँ र यो बहुमूल्य समय रहेको छ बालेन्द्र शाहको परिवारको लागि। हामीले उहाँको पूर्ण परिवारलाई देखिरहेका छौँ यो दृश्यमा। यो महत्त्वपूर्ण विशेष क्षण नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहका परिवारहरूलाई हामी देखिरहेका छौँ। उहाँका दाइ भाउजू हुनुहुन्छ, यसै गरी उहाँको अर्धाङ्गिनी सबिना